अब चाहिँ हामी फर्किँदैछौँ। ल अब चाहिँ हामी लाग्दैछौँ है। यहाँ टन्ने आउनुभएको छ पाहुनाहरू घुम्नको लागि दामी भ्युज भयो अब जाम फर्केर बादल पनि लागिरहेको दामी भ्युज। ल अब हामी लाग्छौँ है त एकदम दामी भ्युज। हामी अब चाहिँ रिटर्न ब्याक हुँदैछौँ। झर्नामा गएर नुहाएर आयौँ। अब रिटर्न ब्याक हुँदैछौँ। मजा आयो नुहाउनलाई। लास्ट चिसो पानी थियो रमाइलो भइदियो आज। अब हामी रिटर्न हुँदैछौँ होइन। जाउँ न खेल्नु। खेल्न भाइ खेल्दिनँ म त। फरवर्ड त खेल्न सकिन्न कि सिधा त। अब ब्याक चाहिँ खेल्न सकिन्छ। खासै ठुलो त छैन ग्राउन्ड त्यो। अब हामी त पहिला गाउँमा त 100 मिटरको हो नि त हाम्रो त। यो त सानो छ। अरूभन्दा नि खासै कैँडा त नलाग्ला किनकि हामी त बल खेलिरहेछौँ नि त भलिबल। अब एकदमै केही एक्टिभिटी नगरेको भयो भने चाहिँ अलिक गाह्रो हुन्छ। यस्तो अप्ठ्यारो बाटो छ। त्यही हल्का उडाइदिने हो नि ब्याग कि त अब उडाइदिने त हो नि ढङ्ग। पास गर्ने सक्यो नसक्यो उडाइदिने। है गाइसहरू यहाँ हेर्न सुन्नु माछा देखिरहेछ। है यहाँ पुरै यहाँ माछाहरू छ पुरै। नाइस भ्युज।